So our journey begins here. हाम्रो journey सुरु भयो. Gurumcha Tar, day 3. हुन्छ बिरालो बिरालो माया छ बिरालो बिरालो सबै बिरालो छ सो म जान्छु बाटो नि हेर्न जानुपर्छ म बिस्तारै हिँड्नुपर्छ नत्र लड्यो भने कहाँ पुग्छ हेर्नुहुन्छ सो बिस्तारै बाटो रातो पुग्छौँ त नारा पसेर बाटो बुझ्नु भएन होला तर हाम्रो भाषा हो बाबा बाटो कस्तो छ बाटो पुरै डेन्जर बाटो कस्तो छ बाटो सानो छ गाह्रो छ घडा गुरु ढुङ्गा ढुङ्गा हिँड्दिन यस ढुङ्गा ढुङ्गा माथि आउँछ सुन्नुहुन्छ धेरै भिड सबैतिर पुरै बाहुन गाउँ छ तल ऊ त्यो देख्नुहुन्छ त्यो सब बाहुन गाउँ हो त्यहाँ बाहुन भिलेज पुरै बाहुन भिलेज हाम्रो गाइड अगाडि हुनुहुन्छ म यहाँ छु हाम्रो अगाडि सानो गाइड ठुलो गाइड र म चाहिँ ट्राभलर यो बाटो यो सकेपछि बाहुन गाउँ असल बाहुन गाउँमा देखाउँछु यता म गाइस तपाईँलाई ल बाई बाई सो म यहाँ पुगेँ यता हावा चलिरहेछ बाहुन गाउँ अलिक सो यो खाना छ पाउनु भन्नुपर्दाखेरि आज catch you later on. Bye bye guys. So the wind is blowing up and the wave that we जुन बाटोले हिँडेका छौँ हामी This is village. This is village life. हजुर चेन मैले त्यही भित्र हाल्दैछु सो भनिदिनु अवस्था कस्तो छ यहाँको बाबा हावा चलिरहेछ उता दाइको माला दाइ हाम्रो गोरु गाउँको Yes. All people Brahmin village. That's we entered. That road. That's we going to. From there to Tar. You can see this. Katlanba. Huh? Yes, the half yeah. यहाँ चाहिँ करेला फल्छ यो चाहिँ लोकल यहाँ चाहिँ फुल अर्गानिक यो ठाउँमा चाहिँ सबै अर्गानिक फलिन्छ सबै छ यहाँ अर्गानिक ए दिस इज आरु बोट आरु के भन्छ अङ्ग्रेजीमा मैले बिर्सेँ आरु बोट यो बाटो यस्तो छ एकदम हावा चलिरहेछ यहाँको हावाले मान्छेलाई चाहिँ उडाउँछ है यस्तो हावा चलिरहेछ यता यु क्यान सी सबै अर्गानिक कि सबै बारीहरू अर्गानिक छ हेलो 5X-मा गर्छु किनकि सबै तल पुग्नु छ उता उता डाँडा पुग्नु छ हामी सो लेट्स गो तपाईँलाई कस्तो भयो लागेको छ मेरो ब्लग जस्तो लाग्यो होला म बिस्तारै हिँडेको छु के भनिदिनु यहाँको बारेमा यहाँ भनेको अब यो भिलेज चाहिँ अब हाम्रो दाइहरूकै भिलेज हो अब छेत्री नै हुन्छ यहाँ चिसो हुन्छ त्यहाँ चाहिँ माथि चाहिँ हिउँ पर्छ
यहाँ सबै डाँडा हिउँ पर्छ पछि जाडो महिनामा यहाँसम्म हिउँ पर्छ ऊ त्यहाँ हाम्रो पनि हुनुहुन्छ हाम्रो गाइड त्यहाँ हुनुहुन्छ ओ माई लर्ड मान्छेहरू यस्तो गर्छन् यहाँ सक्नु चाहिँ यहाँको हावाले त मान्छेलाई उडाउँछ त सो कन्टिन्यू को हावा त हावा त एकदम मेरो छ ओके सो आइ एम ब्याक अगेन हियर म चाहिँ मुनि आइपुग्नु आएँ त्यहाँ छ खोला बट स्टिल मोर वे टु गो अन त्यहाँ झोला खुस्कियो एकछिन पज गर्छु ल गाइजहरू सो यो यता रुख एकदम हावा चल्छ अझै नै हावा चल्छ छैन हामी मुनि आइसक्यौँ यो भग हामी त डाँडाबाट आएको है I'm moving here. यहाँबाट पहिला झर्ना आउँछ है यस्तो पानी हावा आउँछ यहाँबाट सबै पानी आउँछ झर्ना यो सबै यो बाहिर आउँछ सबै यहाँबाट हामी रोडतिर झर्न लाग्यो अब बाटो एकदम गम्भीर छ डाँडा कति छ हामी पहिला काट्छ त्यो माथि डाँडा सिधै पाएपछि छिटै ठ्याक्कै माथि बाबुजी पहिलाको एकदम खतरा है हिमाची खेलाडी पहिलाको खेलाडी भिरको खेलाडी पानीको खेलाडी रुखको खेलाडी सो अब मुनि गएपछि म स्टार्ट गर्छु ल भाइ सो गाइज आई एम ब्याक अगेन हियर म चाहिँ मुनि झरिसकेँ होइन त के कसो हो ल हिँडौँ खोला त्यहीँ छ खोलामा पौडी खेल्ने भनेको तर टावर ल्याएनौँ हामीले उता चाहिँ मेरो बुवा हुनुहुन्छ बुवाको साथी हामी अब ड्रिङ्क्स गर्न जान्छौँ एकदम गर्मी छ यतातिर मुनि झऱ्यो अब फेरि उकालो जानुपर्छ त्यत्रो उकालो झऱ्यो बाटोको कन्डिसन हेर्नु कस्तो छ बाटो गाडी आउँछ दुईवटा मात्र अलिक गाडी छैन त्यहाँ हिँड्दै जानुपर्छ सो सी यू लेटर अन गाइज म बनाइसकेँ आफ्टर फ्यु आवर्स अफ ब्रेक खोला देख्नुहुन्छ यस्तो यहाँ पौडी खेल्ने थियो तर क्यान्सल भयो हाम्रो रिजन अर्कै भयो पहिला यो पुली थिएन जुन यो पुल देख्नुहुन्छ त्यो पुली थिएन हेर्नु त कस्तो थियो पानी कति सफा छ अन्त सो क्लियर है त्यहाँनिर छ एउटा खेल्ने मान्छे त्यहाँनिर छ उता मुनि छ खेल्ने अनि यस्तो टाइम चाहिँ पछि 4 वर्ष आउँछु म खेल्छु सो छ म त छु हजुरहरूको चस्मा भनिदिनु होला अब
I'm going to show you more. भन्नु त के भन्नु अब सबै बाटो उकालो छ अब ठाडे उकालो ठाडेबाट लाग्यो अब ठाडे उकालो चढ्नै पर्यो होइन त अब कता हेर्नुहुन्छ बाबाहरू हिँड्नु छ सो अब माथि भेट्सी कुरा गरौँ है त बाई ओ गाइस यता पानी पर्यो यता मैनी ठाउँमा यता पानी परेछ यताको ठाउँमा पानी पर्यो हेर्नु घाम लगाएर छ पानी परिरहेछ ओहो पानी पर्यो बाबा पानी पर्यो त ओए पानी पर्यो पुरै पानी पर्यो अहिले के हो यस्तो एकछिन पानी पर्यो एकछिनमा घाम लाग्छ के हो पानी पर्यो पानी पर्यो त गाह्रो भयो त हिँड्नुलाई अब भाग्नुपर्छ बाई बाई सो हामी त माथि उता बादर छ बादर भर्खर कट्यो यार सो गाइज हामी जङ्गलबाट छिरिसक्यौँ हामी पुल निकटिसक्यौँ पानी पर्यो एकछिन पानी रोकियो त्यहाँ बादर देख्न सक्नु म जुम गर्छु अलिक त्यस्तो स्याहार कि बादर हो एकछिन सो त्यहाँ यो बादर है यो बसिरहेको यो बसिरहेछ यहाँ यो बादर हो यो बादर के खोज्न बसेको त्यहाँ त्यहाँ बसिरहेछ चढ्यो यहाँ हो बादर स्याल भनेको त बादर पो रहेछ म्याउ फेरि पानी पनि लाड्यो यो ठाडे उकालो छ म तपाईँलाई यो बाटो देखाउँछु मसँग बसिरहनुहोस् तपाईँहरू यो छोटो मिठो ब्लगमा हाम्रो यता हिँडिरहेको हामी बादरको बच्चाहरू छ हामीलाई हेरिरहेछ ऊ त्यहाँ बसिरहेछ बादरको बच्चा हो कि बादरै हो थाहा भएन यसको अब ठाडे कालो पुग्नु छ हामी सो पछि भेटौँला है त सो गाइज यता हामी यहाँ आइसकेका छौँ यहाँ थाका लगाएर बस्छौँ बाबा यहाँबाट मुनि छ यो बाटो भइहाल्यो हाम्रो हामी कहाँबाट आएको भन्दाखेरि चाहिँ हामी त्यो माथिबाट निलो गरिदिनुपर्छ त्यहाँबाट हुँदै यो डाँडा कटेर डाँडाबाट ओह्रालो हुँदै ओह्रालोबाट यता हुँदै यहाँ आइपुग्यो हामी अघि उता थियौँ उता पारेको पल्लो डाँडामा अहिले यहाँ छौँ अब फेरि माथि जानुपर्छ माथि गएर म फेरि भिडियो बनाउँछु त ल बाई म तपाईँलाई यहाँ यो लालीगुराँस देख्नु बस्दैन होला यो लालीगुराँस हो लालीगुराँस उता मुनि बादरहरू हिँडिरहेछ उता मुनि बादरहरू छ यहाँ बसिरहेछौँ हामी फर अ फ्यु मिनट अफ ब्रेक्स गाइस म सेनिटार आइपुगेँ म अनि यता बाबा हुन्छ सो वी आर गोइङ एट हरमजटार सो द रोड इज लाइक दिस बाटो अनि इन 20 minutes or in 30 minutes we will reach there and I will again show you the video so त्यत्रो उकालो बाटो हिँडेर आयौँ हामी यत्रो उकालो बाटो हिँड्यौँ त्यत्रो ओह्रालो बाटो हेऱ्यौँ त्यहाँदेखि अब हाम्रो डेस्टिनेसन आउनु लाग्यो अब त्यहाँ गएर हेरौँ के हुन्छ सो बाई बाई गाइज हो एभ्रिवान आज म पुगिसकेको रमझटार यसरी हुन्छ यो चाहिँ इभिनिङ भ्यू यहाँ हाम्रो कन्सिसन हाई भनिदेऊ हाई भनिदेऊ हाई हाई ऊ बोल्दैन उसको मुख छैन है अनि यहाँ मुनि गुम्बा छ हेर्न सक्नुहुन्छ जुम गर्छु भनेको यता गुम्बा छ अनि त्यो बजार हो हाम्रो ओखलढुङ्गा त्यसले देख्न सक्नुहुन्छ अनि यहीँ छ अहिले यहाँ म फुपूकोमा छु यहाँ वाटरमेलन है वाटरमेलन छ हेर्न सक्नुहुन्छ यस्तो बाटो अब भोलितिर हामी जान्छौँ ओखलढुङ्गा सो सी यू गाइस अन लेटर 1 बाई बाई